सन्ततो जयमुदीरये। हामीले हिजो 3 अध्यायसम्मका कथालाई श्रवण गरेका थियौँ। अब चतुर्थ अध्याय चौथो अध्यायबाट अगाडि बढ्दैछौँ हामी। 7 अध्यायसम्मको पाठ पारायणलाई श्रवण गर्यौँ। अब 4 अध्यायदेखि 7 अध्यायसम्मका गरुड पुराणको प्रेतकल्पको सारोद्धारको यो कथालाई हामी श्रवण गर्नेछौँ। 3 अध्यायसम्मका कथाहरूलाई श्रवण गरे पछाडि गरुडजी महाराजले भगवान नारायणसँग फेरि प्रश्न गर्नु, कैर्गच्छन्ति महामार्गे वैतरण्यां पतन्ति कैः। हे प्रभु, कस्तो पाप कर्म गर्ने मनुष्यले चाहिँ त्यो महामार्ग भएर, हिजो हामीले सुनेका थियौँ यमलोक जाने बाटो भनेर, त्यो मार्ग भएर कस्तो पाप कर्म गर्ने मनुष्यले जानु पर्दछ। अनि वैतरण्यां पतन्ति कैः, अनि कस्तो कर्म गर्ने मनुष्यले चाहिँ वैतरणी नाम गरेको नदीमा चाहिँ खस्नु पर्दछ। अनि कैर्पापैः नरके यान्ति, कस्तो पाप कर्म गर्नाले चाहिँ नरकमा जानु पर्दछ। हे केशव, मे कथय, हजुरले सबै कुरा मलाई विस्तारपूर्वक वर्णन गरेर सुनाइदिनुहोस् भने पछाडि अनि भगवान भन्नुहुन्छ, हे गरुड सुन, अब तिमीलाई म सबै कुरा विस्तारपूर्वक वर्णन गरेर सुनाउँछु। धर्मराजपुरे यान्ति त्रिभिर्द्वारेस्तु धार्मिकाः। धर्मराजको त्यो सभामा त्रिभिर्द्वारैः, 3वटा द्वार भएर 3वटा बाटो भएर चाहिँ धार्मिकाः यान्ति, धर्म कर्म गर्ने सत्कर्म गर्ने धार्मिक मनुष्यले चाहिँ 3वटा बाटो भएर जान पाउँदछ। अनि पापस्तु दक्षिणद्वार, अनि पापीले चाहिँ दक्षिणपट्टिको बाटो भएर जानु पर्दछ भनेर भन्नुभयो। अब पापीलाई चाहिँ दक्षिणपट्टिको बाटो बताइयो, हिजो पनि मैले सुनाएकै थिएँ। अब धर्मात्माहरूको लागि चाहिँ अरू बाँकी रहेका 3वटा बाटो पूर्व, पश्चिम र उत्तरपट्टिको बाटो हो। त्यो 3वटा बाटोबाट चाहिँ धार्मिक मनुष्य जान पाउँछ भने पापीले चाहिँ दक्षिणपट्टिको बाटो भएर जानु पर्दछ। अनि त्यही दक्षिणपट्टिको बाटो भएर जाँदा अस्मिन्नेव महादुःखे मार्गे वैतरणी नदी, त्यही बाटोमा चाहिँ वैतरणी नाम गरेकी नदी पर्छिन् र त्यो बाटो भएर कस्ता मनुष्यले जानुपर्छ अनि वैतरणी नदीमा कसले खस्नु पर्दछ, त्यो कुरालाई अब भगवान बताउनुहुन्छ। भगवान भन्नुहुन्छ, ब्रह्मज्ञश्च, जसले चाहिँ ब्रह्म हत्या गरेको हुन्छ, ब्राह्मणको हत्या गरेको हुन्छ, ब्रह्म हत्याको पाप लागेको छ, ब्राह्मणलाई मारेर उसलाई पाप लागेको छ भने त्यो मनुष्यले त्यो बाटो भएर जानु पर्दछ। त्यस्तै प्रकारले गोग्नः, गो भनेको गाई, गाईको हत्या गरेको छ, गौ हत्याको पाप लागेको छ भने त्यो मनुष्यले पनि त्यही बाटो भएर जानु पर्दछ। बालघातकाः, बाल हत्या गरेको छ भने बाल हत्या गर्नेले पनि त्यही बाटो भएर जानु पर्दछ। र स्त्री घाती, स्त्री छोरी मान्छेको हत्या गरेको छ भने त्यही बाटो भएर जानु पर्दछ। साथै साथमा गर्भपाती छ, गर्भपतन गराएकी छिन् भने कोही नारी,